हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज हामी सबै परिवार चाहिँ कन्यामको लागि घुम्न जानु आँटेको थियौँ, तर केही कारणले गर्दाखेरि जानु सकेनौँ। त्यसले गर्दाखेरि आज चाहिँ हामीहरू नानीहरूलाई लगेर जाँदैछौँ ह्याप्पील्यान्ड। आजको हाम्रो यात्रा चाहिँ ह्याप्पील्यान्डको लागि हो। एन्जिला, बिहान कहाँ जानु आँटेको थिएछ अरे? इलाम जान आँटेको थियौँ तर क्यान्सल क्या। कस्तो रिस उठेको थियो, रुन आँटेको थियो तर बाबाले नरु भन्नुभयो। रुँदै थिइस् त? इलाम फिक्कल अरे कन्याम पानी परेर क्यान्सल भयो हैन। अनि फेरि पानी रुक्यो अनि फेरि हामी जाँदैछौँ ह्याप्पील्यान्ड। खुसी? म त स्विमिङ पुल खेल्छु। स्विमिङ पुल होइन, स्विमिङ पुल। ए ह्याप्पील्यान्डमा पुग्न लाग्यो भने हामी ह्याप्पील्यान्ड पुग्न आँट्यौँ। यहाँ हिमाल एकचोटि गएको थियौँ। अहिले कस्तो बनायो, राम्रो बनाएको छ। हामी त पाहाडको छेउमा पुग्यौँ। आज चाहिँ हामी आइसक्यौँ ह्याप्पील्यान्डमा नानीहरूसित। आजको हाम्रो कन्याम क्यान्सल भएर चाहिँ हामी चाहिँ ह्याप्पील्यान्डमा आयौँ नानीहरूलाई लिएर। ओए कहाँ गएको? कति हो? नेपाली 200 रुपियाँ, भारू 130 रुपियाँ एकजनालाई। ओए पछाडि हेर त, पछाडि हेर, रोबोट छ। आदि जाउँ न। यस्तो लिनुपर्ने रहेछ। तिमी चाहिँ कहाँ रेडी भएर बसेको? पहिला भन्दा त कस्तो राम्रो भइसकेछ हौ। हाँ? हामी आग्रा आइपुगिसकेछौँ। कफी चाहिँ पिउनुपर्छ। किन जान्छ त, फोटो खिच्छ त। हेर हाम्रो कान्छी बहिनी अहिले आग्राको ताजमहलमा आइपुगिसक्नु भएको छ। यहाँ चाहिँ हाम्रो सुटिङ चल्दैछ। आमा थाइल्यान्ड आइसक्यो। तेरो घर जा, तेरो घर लु जा। कसको घर आस्था?
1 2 3 घुम 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 तुम्ही खेळली के चाहियो तँलाई स्विमिङ गर्ने स्विमिङ गर्ने स्विमिङ गर्ने आज चाहिँ हामीहरू कन्याम जानु आँटेको थियौँ तर वेदरले गर्दाखेरि कन्याम क्यान्सल भएर चाहिँ नानीहरूलाई हामीहरू ह्याप्पील्यान्ड लिएर आएको छौँ ओइ आस्था के भयो आस्तो कन्याम जाँदा मजा आउँथ्यो कि ह्याप्पील्यान्ड है I don't know, but I'm happier. ह्याप्पी हो नि त ह्याप्पील्यान्ड त त्यहाँ नानीहरूलाई छैन नि त फेरि यहाँ नानीहरूलाई कति अप्सन छ नानीहरूकै लागि घुम्न गएको त नानीहरूको लागि मेरो नानीहरू पनि के छैन एनजिरा चाहिँ खेल्नु गएको त स्विमिङ हामीहरू चाहिँ बाहिर पर्खिनु पऱ्यो नि अब होइन यहाँभित्र रेस्टुरेन्ट हुन्छ यहाँ चाहिँ हामी पर्खिनु पर्ने तल रे पर यहाँ ऊ छ त माछा थियो पहिला त नि है के वेज पकोडा कस्तो छ यहाँ चाहिँ टिकटक बनाउनु हुँदैछ त टिकटक आइज 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 म पनि भाइले पनि बोला हिँड बिस्तारै हिँड्नु बात मार्दै हिँड ल लक्ष्य भाइ ड्राइभर गइन्छ बोल्नु छिटो अब चाहिँ हामी फर्किम आमामा बाटो त कालो कालो मान्छे
मात्रै कोरिएर के मजा नआउँदैन असिना झर्यो दाइको रुमा हजुरलाई मन पर्यो दिदी माथि आएको पानी पर्यो असिना कस्तो लाग्यो आजको अर्को पालि खेल्न केही आकृति आस्था आकृतिको कोलम्बसको आजको दिन एकदमै रमाइलोसित बित्यो। आज नानीहरूसँग घुमेर आउटिङ आएर धेरै रमाइलो लाग्यो। तपाईँहरू पनि आफ्नो फ्यामिली र नानीहरूलाई लिएर आउनु सक्नुहुन्छ ह्याप्पील्यान्डमा, एकदमै राम्रो छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।